छोटा बम बड़ा धमाका हो क्या हो? हेलो गाइज, के छ तपाईहरुको हालखबर? आयो कि तपाईहरु सन्चै हुनुहुन्छ होला। आज चाहिँ हामी यो हाम्रो पानी टंकीको छेउमा हैन ब्याडमिन्टन खेल्ने ठाउँमा आएको छौं। सो हाम्रो भाइहरुसँग आज चाहिँ हामीले थोरै च्यालेन्ज पनि गर्ने छौं। भाइहरुको पुशअप च्यालेन्ज एन्ड पन्जा च्यालेन्ज पनि यो भिडियोमा हुन्छ। आज तपाईहरुले फुल वाच गरिदिनु होला। एन्ड हामीले साइकलको स्ट्यान्ड पनि हान्ने छौं। सो तपाईहरुले फुल वाच गरिदिनु होला भ्लगलाई हैन। सो भ्लग एकदम इन्ट्रेस्टिङ हुनेवाला छ। सो तपाईहरुले फुल वाच गरिदिनु होला एन्ड फटाफट लाइक कमेन्ट शेयर सब्स्क्राइब गरिदिनु होला च्यानललाई। अब चाहिँ ढिलो नगरिकन हामी फटाफट हाम्रो च्यालेन्जहरुतर्फ लाग्ने छौं गाइस। सो यहाँ चाहिँ तपाईहरुले देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो बस्ने चेयर हो हैन। दुईटा छ हैन। त्यहाँ चाहिँ एलिफेन्ट वाला छ, यो चाहिँ हाम्रो नेपालको म्याप वाला छ। यस्तो दामी छ नि, यो यस्तो क्लियरिटी छ। यहाँ गएर बस त कस्तो देख्दो रहेछ। ल गाइस, टक्क हाम्रो एउटा डन भाइ बसिसकेको छन् हैन। ये के है? म बस्छु त खै खिच्देऊ त कस्तो देख्दो रहेछ। ठिक्ने बवाल कडा देख्दो रहेछ गाइस। यतिकै हेर्दा चाहिँ कडा हो। माय गॉड, थम्बनेलको लागि हो यो चाहिँ, थम्बनेलको लागि। ल अब चाहिँ हैन, मैले पहिला साइकलमा स्ट्यान्ड हान्छु हैन। सो त्यसपछि चाहिँ भाइहरुको च्यालेन्ज सुरु हुनेछ। त्यसमा चाहिँ हैन पछाडीको सिट हान्नुपर्ने हुन्छ। यो चाहिँ किनकि गियरवाला साइकल हैन नि त हैन, त्यही भएर हैन उता जाऊ। पुरै हामीले चाहिँ यसमा होली हान्दिन्छौँ है गाइस। मनोरञ्जन बडा है। अझै एउटा स्ट्यान्ड है। यो चाहिँ खतरा छ नि गाइस। साइकल चाहिँ यो चाहिँ अलि लिर किन्न कि हैन। कटे जाऊ। ल भयो भयो। अफ गरम। तपाईहरुलाई साइकलको स्ट्यान्ड मन पर्यो भने लाइक कमेन्ट शेयर गरिदिनु है भिडियोलाई। सो अब चाहिँ हामीले भाइहरुको च्यालेन्ज चाहिँ हेर्ने छौं हैन। तिमीहरुले चाहिँ पहिला कुन च्यालेन्ज गर्ने ल भन त? पन्जा च्यालेन्ज भनिराखन। अब चाहिँ यता चाहिँ हामीले भाइहरुको पन्जा च्यालेन्ज गराउने छौं। सो भिडियो बहुत दामी हुनेवाला छ, तपाईहरुले हेर्नु है त। ल यहाँनिर चाहिँ हैन एकदम ठुलो ठाउँ छ नि त। अब यहाँ दुवैजना माथि चढाऊ। माथि माथि चढ्न मिलिहाल्छ नि। माथि चढेर हैन यिनीहरुले चाहिँ यहाँ उ गर्ने छन्। सो पन्जा लड्ने छन् यिनीहरु चाहिँ। ल खतरा। ल अब चाहिँ यिनीहरुको सुरु भयो है त गाइस। ल रुका म भन्छु, रुका म भन्छु। हातलाई सिधा अलि यता राख तिमीले चाहिँ। ल यिनीहरुको चाहिँ हैन गाइस। सो अब स्टार्ट हुन्छ है त। ल मैले स्टार्ट गरिदिन्छु है तिमीहरुको। 1 2 3 गो। ल गाइस हैन यिनीहरुको चाहिँ पन्जा। ओ भाइले ढाल्दै ल है। सानो छ तर खतरा छ त। छोटा बम बडा धमाका हो क्या हो? ओए ब्रेक लिस्ट वाला भाइले ल ढाल्न खोजिराखन। ल ल ल ल ल ल ल ल कम्पिटिसन चलिरहेछ है गाइस, कम्पिटिसन। ओ माय गॉड, ढलाइदे ल भाइले। ल भाइ चाहिँ विनर भएको छन् हैन। भाइको लागि चाहिँ ताली बजाउँछौँ है हामीले। अब चाहिँ भाइहरुको पुशअप च्यालेन्ज हुन गइरहेको छ। सो हेरौँ है त को चाहिँ विनर हुन्छ। ल लेट्स गो। 1 2 3 4 5 6 7 8 9 ल यो पुशअपमा चाहिँ भाइले उ गरिराखन। भाइले चाहिँ एकदम उ गरिरहेछन् है। अघि नैकोमा उसले जितेको थियो भने अहिलेको विनर चाहिँ हाम्रो भाइ। ल हात उठाइदेऊ विनर। ल विनर हाम्रो विनर चाहिँ हाम्रो भाइ भएका छन् अहिले चाहिँ हैन। अब चाहिँ कुन च्यालेन्ज गर्ने थाहा छ? ह्यान्ड। ल ह्यान्ड च्यालेन्ज। ल अब चाहिँ यिनीहरुले ह्यान्ड च्यालेन्ज गर्ने भनिरहेछन्। ल हेरौँ है त को विनर हुँदो रहेछ। लेट्स गो। यता हेर। हात सिधा हुन्छ जहिले नि। ल यता हेर। सिधा। लेट्स गो सिधा। ल है त दामी। ल दामी को थाक्छ है छिटो हेरौँ है त।
ओ माई गॉड केटा त खतरा गरिरहेछ नि त ल गाइस ल भाइहरु चाहिँ खतरा पोजिसनमा दिइरहेछन् है डेन्जरस बाबु जस्तो पाइन नि माथि कान्छो हल्का माथि माथि चिटिङ गर्न पाइँदैन चिटिङ कर रहा है का भाई अगाडि चिटिङ कर रहा है देखो भाई यूट्यूब भाई हो ना हाम्रो यूट्यूब अभी हंस रहा है ना अभी बाद में बात पता चलेगा भएको छ जोर लग्या छ यो च्यालेन्ज चाहिँ एकदम हार्ड हुने वाला छ है गाइज यिनीहरूको लागि ओ खुट्टा फट्टा साला खुट्टा फट्टा यत्रो खुट्टा फट्टा अलि टाटा लगाएर खुट्टा दुईटैले अगाडि हेर तब पो हुन्छ नि सिधै क्यामेरामा हेर त्यसपछि बल्ल थाहा हुन्छ कि हार्छ कि जित्छ भन्ने टाउको चाहिँ सिधा हुनु पर्यो है टाउको सिधा त्यसपछि हामी चाहिँ गर्नेछौँ त्यसमा चाहिँ च्यालेन्ज होइन दिने अँ। कुन चाहिँ थाक्यो भने थाक्यो भन ल एकजना भन भन के ऊ चाहिँ खतरा रहेछ झन् सानो भयो भने खतरा रहेछ गाइज सानो भन्छ झन् सानो छ नि त थाक्यो ल तिमी यसमा पनि भाइ विनर भइसकेको छन् अब चाहिँ हेर तिमीहरूलाई 5 मिनट रेस्ट है ल गाइज आकाशको भ्यू यस्तो छ होइन सो तपाईँले देख्न सक्नुहुन्छ यहाँको भ्यू यस्तो भएछ यो चाहिँ सोलर है सोलर अब यसमा चाहिँ लाइट बल्छ होला सायद एकछिनमा यसमा चाहिँ बलिसक्यो यो चाहिँ सोलरदेखि हो क्या हो ए यहाँको लाइट चाहिँ बिग्रेर त्यहाँ बालिरहेको रहेछ होइन सो हाम्रो गाउँको भ्यू चाहिँ यही हो हाम्रो पानी टङ्की छ यहाँ साइडमा चाहिँ होइन अब चाहिँ हामी यसमा चाहिँ चेस्टको एक्सर्साइज गर्नेछौँ ल म गर्छु अनि तिमीहरू गर ल म चाहिँ मेरो क्यामेरा गर त गाइस फाइनली अब चाहिँ म गर्नेछु चेस्टको एक्सर्साइज बहुत धेरै दिनमा गर्दैछु गाइस हेरौँ है त सक्छु कि नै म ओ माई गॉड गाइस यताहरू गरौँ ल गाइस देख्न सक्नुहुन्छ हाम्रो दाइजी यसरी पुसब 1 पुसब हानि सक्नुभयो 2 3 4 वाउ नाइस गाइस अब चाहिँ हाम्रो भाइहरूको यहाँ च्यालेन्ज छ हाम्रो साथीहरू धेरै थपिनु भएको छ यहाँ चाहिँ अर्को ब्लगर आइसक्नु भएको छ यहाँनिर चाहिँ होइन हाम्रो पुड्के भाइ आएको छन् सो अब यिनीहरू चाहिँ च्यालेन्ज ल स्टार्ट ल ल ल ल ल ल ल ल गाइस हेरौँ है त को चाहिँ विनर हुँदो रहेछ है ल लेट्स गो ल फाइनली ओ लेट्स गो ल खै त खिचेको झुन्डिनी मात्रै हो ए ल ल ल ल म यतादेखि है ओ ल गाइज है फाइनली दामी दामी भइरहेछ ल गाइज होइन ओ माई गॉड हाम्रो भाइ पनि लगे स्टार्ट गर न हो ल यसमा चाहिँ होइन उससँग चाहिँ चिटिङ भएको कारणले चाहिँ हाम्रो भाइ ल विनर भनौँ न विनरै ल तिमी विनर ल गाइज फाइनली गाइज आजको भिडियो तपाईँहरूलाई कस्तो लाग्यो इन्टरटेनमेन्ट लाग्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला च्यानल ओके हामी मिल्नेछौँ नेक्स्ट भिडियोमा त्यतिको लागि टाटा बाई बाई जय नेपाल भन न जय नेपाल यो फेरि ओइ माई गॉड Hold me close till I get up. Time is barely on our side.